सम्पूर्णमा नमस्ते म अमित थापा कोहुन्त कालिचोक भगवती बागमती प्रदेश मान्थेन दोलखा जिल्ला कालिचोक गाउँपालिका वार्ड नम्बर 1मा अवस्थित कालिचोक भगवती हिन्दू तथा बौद्ध धर्मका आस्थाकी देवीको रूपमा लिइन्छ। करिब 3842 मिटर उचाइमा अवस्थित कालिचोक भगवती मन्दिर दोलखा स्थित चरिकोर बजारबाट करिब 17 किलोमिटर उत्तरमा अवस्थित छिन् भने 16 किलोमिटरसम्म गाडीबाट कुरी बजारसम्म जान सकिन्छ। चरिकोटबाट नियमित चल्ने गाडी नभए पनि गाडी रिजर्भ वा व्यक्तिगत गाडीबाट कुरी बजारसम्म पुग्न सकिन्छ। त्यहाँबाट करिब 1 घन्टाको पैदल वा केवल 5 देखि 7 मिनटमा केबुल कारबाट कालिचोक भगवतीलाई दर्शन गर्न सकिन्छ। कालिचोक भगवतीको मन्दिर नभए भए पनि आस्थाकी देवीको मूर्ति र अन्य देवी देवताको मूर्ति पनि सँगै राखी पूजाआजा गर्न सकिन्छ। यहाँ एउटा यस्तो शक्ति वा अचम्मको कुरो के छ भने 3842 मिटर उचाइमा पनि एक कुण्ड देख्न सकिन्छ। त्यही कुण्डको अगाडि कालिचोक देवीको मूर्ति छ। त्यस मूर्तिमा तपाईँहरूले पूजा अथवा दर्शन गर्न सक्नुहुन्छ। यहाँ दर्शन गर्नाले मनका इच्छा पुर्याउनु विश्वास छ। वास्तवमा एक शक्तिपीठ देवी रहेकी छिन्। यहाँ विशेष गरी नरिवल लगायत अन्य जनावरको पनि बलि दिन सकिन्छ। यहाँ दर्शन गर्नाले मनका इच्छा पुरा हुनुको साथै मनोकामना पुरा हुने विश्वास गरिन्छ। यहाँ सौभाग्यको प्रतीक चुरा पोते सुनका गहना आदि मातालाई चढाउने गरिन्छ। यहाँबाट गौरीशङ्कर हिमाल लगायत विभिन्न हिम श्रृङ्खलाको अवलोकन गर्न सकिन्छ। नेपालमा बग्ने दुई ठुला नदीहरू तामाकोशी तथा सुनकोशीको उद्गम स्थल पनि यसै ठाउँलाई मान्न सकिन्छ र मानिन्छ। यस स्थानबाट दक्षिणतर्फ सिन्धुपाल्चोक जिल्लातिर बहने सुनकोशी नदी हो भने यसबाट यो दोलखाको सिङ्गटी हुँदै बग्ने तामाकोशी नदीको रूपमा लिइन्छ। यहाँ नजिकै एउटा घरे मन्दिरबाट पूर्वतर्फ करिब 1 किलोमिटर तल कुरी बजार अवस्थित छ। कुरी बजारमा यहाँ एक होटलहरू प्रशस्त मात्रामा होटलहरू पाइन्छ। टाढा टाढाबाट आउने तीर्थालुहरूलाई यस ठाउँमा बस्नेको व्यवस्था गरिन्छ। साथै रातको समय यहाँ बस्न पर्याप्त मात्रामा सुविधा रहेको छ। यस होटलहरूमा क्याम्पफायर लगायत विभिन्न कार्यक्रम पनि गर्न सकिन्छ र यस होटलहरूमा क्याम्पफायर हुनुको साथै विभिन्न मदिरा पान गरेर व्यक्तिहरू पनि रमाउने गरेको पाइन्छ। तर मन्दिरको नजिक यसरी क्याम्पफायर तथा मदिरा सेवनको होटलहरू सञ्चालन गर्नु त्यति उपयुक्त मानिँदैन।